जाँदैछौँ भाउजू र म दसैँको सपिङ। अनि आज के किन्छौँ हजुरहरूलाई देखाउँछु। भिडियो लास्टसम्म हेर्नु होला होइन त भाउजू? आज दम्माएर सपिङ गर्ने होइन त? राम्रोसँगले गरेर आउनु पर्यो। दसैँ लाग्यो अब दसैँको सपिङ गर्नुपर्छ। अनि आज वेदर पनि राम्रै छ, बाटो पनि अलिक खुलाखुलै छ। सपिङ गरेर आउँछु। के पाउने हो आज? जाऊँ छिटो जाने होइन हामी। साह्रो भिड दसैँको। यस्तो यो चाहिँ न्यु रोड आइपुग्यौँ। अनि आज यस्तो छ है, एकदमै भिड छ मान्छेहरूको है कति धेरै मान्छे हो। आधी जति त गइसक्यो होला घर है। सबैजना अहिले चाहिँ हेर त भिड भइरहेको छ। अब आज हामीले के भेट्ने हो। यस्तो प्याक भएर मान्छे कस्तो छ भने सपिङ गर्नु भनेर आएको, यस्तो धेरै भिड रहेछ। अब के गर्ने होला, कति जाने त अब हामी। सिधै जाउँ। साह्रो गर्मी हो, घामले मनाले पक्रिन आँट्यो। किन यत्रो घाम लागेको? आज लास्टै गर्दैछ है साथी। अब हामी कहाँ जान्छौँ त फर्स्टमा होइन? पुरै यो के अरे के कहाँ कहाँ जाने हामी अब भनेको के अब हामी 99 पसलमा जान्छौँ। अनि त्यहाँ त एकदम रमाइलो लाग्छ मलाई। सामान हेर्न नयाँ सामान आयो कि है, जति नै छ कि। अब चाहिँ हामी फाइनल्ली 99 आइपुग्यौँ। यस्तो गर्मी भएर के खाँदैछौँ? बेबलाई सम्झेको खाने बल्ल आनन्द आयो। फाइनली हामी चाहिँ 99 मा आइपुगिसकेको छौँ। अनि हामी चाहिँ यहाँ अन्डरग्राउन्डमा छ। 99 छ। ल आज के पाइन्छ हेरौँ है त। एकदमै हल्ला भिड हेरौँ। What a crowd. Oh my god. फाइनली हामी सपिङ गरेर निस्केका छौँ होइन। हामी सपिङ पनि अन्य गरेर आएको छौँ। यसको सपिङहरू चाहिँ पछि देखाउँदैछु भिडियोमा। अहिलेलाई चाहिँ हामी सपिङ गर्ने सपिङ के सपिङ गर्ने के छ भनेर देखाउँछु। हेर्नु साथीहरू कति धेरै मान्छे ब्याक साइडमा त्यस्तै। कस्तो क्युट क्युट ब्यागहरू रहेछ। है कसरी रहेछ प्राइस?
महँगो रहेछ यो डिजाइन मन पर्यो मलाई चाहिँ है यो त तपाईँको चाहिँ व्हाइट चाहिँ तपाईँ जस्तो लाग्यो मलाई त हेर्नु व्हाइट नाइस नाइस छ डिजाइन चाहिँ राम्रो छ अरूभन्दा नि 4000 एउटा ग्लास पनि लिपस्टिक रहेछ है यो त यो चाहिँ लिपस्टिक रहेछ म चाहिँ त्यही नै चाहिँ ब्लस होला भनेर के हो यो पलिस ए ग्लस पलिस जस्तै देखेँ क्या कस्तो प्याकेटै दामी हुने कि होइन प्याकेट ए नङ रहेछ नेलहरू यो राम्रो छ कलर यो ब्ल्याक एन्ड छ पिङ्क सेक्सन टिकटकको समस्या खाना आउनु भएको भाइजी भिड यहाँ कस्तो छ भिड हेर्नु भिड भनेको चाहिँ टिकटक होइन अब हामी खान्छौँ त टिकटकको समस्या फाइनली साथीहरू हामी खाजा खाएर पनि निस्क्यौँ होइन पानी पनि परिरहेको थियो कस्तो मजाले हेर्नु न कस्तो भिज्यो हामी त मजाले पानीमा कत्रो ठुलो पानी परेको छ पानी भिज्यो हामी छाता पनि ल्याएनौँ हामीले भिज्यो अब एकछिन पसलमै बस्नु पर्ला अनि रोकेपछि जानुपर्छ नाइट भ्यू एकदम भिड यो दसैँको दिउँसो चाहिँ अझ भिड थियो यत्तिकै मान्छे भन्नु के यो बाइकको सपिङ गर्दा गर्दै साँझ पनि परिसकेछ अब हामी यहाँबाट पूजाको सामग्री लिएर घर फर्किँदैछु आजको लागि मैले यहीँ भिडियो एन्ड गर्दैछु सी यु नेक्स्ट भिडियो तबसम्मको लागि बाई बाई अनि भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला सी यु